मुस्लिम धर्म अपनाउनु पर्यो, मुस्लिम धर्म अपनाउँदा राम्रो हुन्छ, मुस्लिम धर्ममा चाहिँ जात तल हुन्न माथि हुन्न सबैलाई समान व्यवहार गरिन्छ, ठुलो सानो भन्ने हुन्न। अब यिनीहरूको चाडपर्वमा चाहिँ सबै होइन ठुलो सानो जात भन्ने हुन्न, धनीदेखि गरिबसम्म एउटै सँगै बसेर खाने सिस्टम हुन्छ। त्यही भएर मुस्लिम धर्म भनेको एकदमै राम्रो, सबैलाई समान गर्ने धर्म हो, जातभातको हुँदैन भनेर मलाई एउटा इन्डियन साथीले सल्लाह दियो होइन। अनि मैले मेरो इन्डियन साथीलाई चाहिँ के भने इन्डियाको अलिकति तथ्याङ्क हेर्ने भने त म्याक्सिमम पहिला त हिन्दू हुनुहुन्थ्यो, पछि परिवर्तन भएर मुस्लिम हुनुभएको होइन र भन्दाखेरि उसले हो पहिला चाहिँ धेरै हिन्दू दाजुभाइहरू चाहिँ मुस्लिममा परिवर्तन भयो भनेर भन्यो। अनि मलाई अर्को उसको एकदमै चित्तबुद्ध कुरा चाहिँ मलाई उसले के भने धर्म परिवर्तन मान्छेले कति बेला गर्छ भन्दाखेरि के त्यो धर्मप्रति हुने आस्था हुनु पर्यो उसलाई, होइन भने आफूले अप्नाइरहेको धर्ममा चाहिँ अलिकति उसलाई हिंताबोध गराएको हुनसक्छ भनेर भने कि उसले अलिकति हेपेको हुनसक्छ, ऊ फ्रस्ट्रेट भएर नि धर्म चेन्ज गरेको हुनसक्छ, अथवा त्यो धर्मबाट उसले फाइदा भएर उसले परिवर्तन गरेको हुनसक्छ भनेर भने कि उसले मलाई। अनि उसले मलाई अर्को कुरा पनि चित्तबुद्ध के भने म्याक्सिमम तपाईँको हिन्दू दाजुभाइहरू धर्म परिवर्तन गर्ने, स्पेसली मुस्लिममा जाने, क्रिस्चियनमा जाने, अनि हाम्रो नेपालमा धर्म परिवर्तन पनि भइरहेको छ नि त, म्याक्सिमम चाहिँ अलिकति तल्लो जातहरूको उहाँहरू चाहिँ चेन्ज गर्नुहुन्छ भनेर उसले मलाई भन्यो। किनभने इन्डियामा चाहिँ म्याक्सिमम होइन तल्लो जातहरूले चाहिँ उति बेला धर्म परिवर्तन गर्नुभएको छ। किनभने हिन्दू सिस्टममा उसले भनेअनुसार ऊ राइट पनि छ कि हिसाबले हाम्रो हिन्दू सिस्टममा के छ भन्दा जात सिस्टम छ कि होइन। इन्डियामा त तपाईँको सानो जातको मान्छेले त कुकुर व्यवहार गर्छ उसले भनेको मलाई। अनि नेपालमा पनि तपाईँको अलिकति सहर एरियामा त अलिक कमै छ, त्यस्तो छैन है, तर अझै पनि के मान्छेको मानसिकतामा त्यो हिसाबको छ कि भावना अझै पनि छ कि नेपालमा। विगत ठाउँमा त के भन्नु, अझै पनि अलिकति तल्लो जातको मान्छे चाहिँ मन्दिर सन्दिरमा गयो भने चाहिँ उसले धेरै कुरा सहनुपर्छ कि उसले। अनि यस्तो फ्रस्ट्रेसन आफ्नै धर्ममा यस्तो फ्रस्ट्रेसन भएपछि मान्छेले धर्म परिवर्तन गर्दैन होला र, धर्म परिवर्तन गर्छ नि त होइन। त्यही भएर हामीले त्यो मान्छेलाई दोष दिनुभन्दा पहिला हाम्रो धर्म के छ, हाम्रो धर्म कस्तो छ, हाम्रो धर्मको सिस्टम कस्तो बनाइएको छ त्यो पनि हेरौँ न, हाम्रो मानसिकता कस्तो छ त्यो पनि हेरौँ न। कुनै एउटा हिन्दू दाजुभाइले चाहिँ मुस्लिम अथवा क्रिस्चियनमा धर्म परिवर्तन गर्नु भनेको चाहिँ उहाँको सो इच्छा हो होइन, उहाँको दिदी बहिनी जो पनि हुनुहुन्छ धर्म परिवर्तन जति बेला पनि गर्न पाउँछ, तर त्यो गर्यो भन्नेमा चाहिँ उसलाई हेप्ने हिसाबले अथवा त्यो हिसाबले दृष्टिकोणले हेर्ने जुन हाम्रो नेपाली समाजमा सिस्टम छ नि, हामीहरूले सबभन्दा सुरुमा के नगर्नु पर्यो भने चाहिँ यो जातभातको सिस्टम जुन छ नि यो चाहिँ अलिकति त्यो हिसाबले गर्नु भएन, एकअर्काको सम्मान गर्नु पर्यो, हुन पनि हुँदैन, रियालिटी हो उसले भनेको। अनि अहिले जति पनि उसले भनेअनुसार चाहिँ इन्डियामा अथवा नेपालमा जति पनि धर्म परिवर्तन गर्नुभएको छ म्याक्सिमम चाहिँ अलिकति तल्लो जात उहाँलाई अपहेलित भएको भएर उहाँहरूले धर्म परिवर्तन गर्नुभएको छ। अनि अर्को कुरा उसले मलाई के भन्यो भने उसको गाउँमा चाहिँ चमार जातिको मान्छे, अनि ऊ चाहिँ एक दिन के गरेछ भने मन्दिरमा गएछ होइन। अनि मन्दिरमा गएपछि के भएछ भन्दाखेरि चाहिँ त्यहाँको ठाकुरहरू अलिकति ले चाहिँ धरो त्यसलाई रुखमा झुन्डाएर पिटेछ है, धरो पिटेछ। त्यहाँबाट चाहिँ त्यो मुस्लिम ब्रदरले चाहिँ आफू थुप्रै मुस्लिम साथीभाइको सङ्गठन बनाएर त्यहाँ चाहिँ हिन्दूहरूमा गएर पिट्न गएछ, किन भन्दाखेरि गुहार माग्न गएछ कि त्यो चाहिँ त्यो चमार जातको मान्छे चाहिँ गुहार माग्न गएछ मुस्लिमको समुदायमा। अनि मुस्लिम समुदायहरूले चाहिँ अनि त्यहाँ लफडा भएछ भन्ने कुरा कि। अनि त्यो ब्रदरलाई के महसुस भएछ भने त अनि यहाँ त हाम्रो हिन्दू धर्ममा त मलाई जहिले पनि अपहेलना, जहिले पनि माया नगर्ने होइन, जहिले पनि त्यो हिसाबको तुच्छ व्यवहार गर्ने मलाई भनेर ऊ चाहिँ मुस्लिमप्रति चाहिँ अलिकति के भन्छ इन्ट्रेस्टेड भएर चाहिँ उसले धर्म परिवर्तन गर्यो भनेर उसले मलाई त्यसरी भन्यो होइन। त्यस कारणले गर्दाखेरि मैले पनि एउटा यसो विचार गर्दाखेरि हुन पनि हो, रियालिटी नै हो नि त, हाम्रो धर्ममा त्यस्तै छ नि त, सानो जात भनेको छ, ठुलो जात भनेको छ, हेप्या छ होइन, मान्छेलाई तथा नाम गाली गरेको छ, जातभातको कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि धर्म परिवर्तन गर्नुको विभिन्न कारण छ र प्रथम सबभन्दा ठुलो कारण भनेको चाहिँ हाम्रो हिन्दू सिस्टममा चाहिँ एउटा त्यो छ कि जातिभातीको सिस्टमले गर्दा चाहिँ मान्छे कति सहुस्थ नि होइन। अनि अर्को धर्ममा अब क्रिस्चियनिटीमा अब मुस्लिममा चाहिँ छैन नि त त्यस्तो। अब म पनि मुस्लिम कन्ट्रीमै बसिरहेको छु। अब शेखहरू हुन्छ नि यहाँ तपाईँको धनी मान्छेहरू के, अब मस्जिदमा चाहिँ प्रे गर्न जाँदाखेरि के, अब त्यो क्लिनर भन्न त अब क्लिनर भनौँ न, हाउसकिपिङ भनौँ न, अब चाहिँ हाउसकिपिङ गर्ने क्लिनर भनेको सानो लेभलको काम गर्ने मान्छे, अनि शेख जस्तो मान्छे कि शेख होइन, यहाँको राजा जस्तो मान्छे एउटै लाइनमा बसेर प्रे गरिरहेको हुन्छन् कि, एक हिसाबले राम्रो हो नि त यो होइन। अनि अर्को कुरा चाहिँ तपाईँको हाम्रो सिस्टममा चाहिँ अलिकति हाम्रो गाई खाँदैनौँ नि त, हामीले अनि गाई खाने धर्मलाई चाहिँ हामीले अलिकति त्यो हिसाबले हेर्छौँ, तर त्योभन्दा पनि त्यो हाम्रो लागि त एक हिसाबले गलत हो, राम्रो होइन। तर राम्रो पक्ष पनि हेरौँ न, राम्रो पक्ष मलाई त सबभन्दा राम्रो लागेको चाहिँ तपाईँको मस्जिदमा चाहिँ तपाईँको ठुलोदेखि सानो जातसम्म सँगै बसेर के होइन, न त ठुलो पनि होइन म सानो पनि होइन भनेर टक्क एकै ठाउँमा प्रे गरिरहेको छ, रमदानमा सबैले मिलेर खाइरहेको छन्। त्यति बेला चाहिँ धर्म सानो जात ठुलो जात भन्ने छैन। मलाई नि कस्तो राम्रो लाग्यो कि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो कुराहरू, मैले चाहिँ सेयर गर्न मन लागेर सेयर गरेको, मैले धर्मको प्रचार गर्न खोजेको चाहिँ होइन, एउटा आफ्नो मनको कुरा चाहिँ तपाईँहरूलाई पोख्न खोजेको मात्रै हो। त्यसमा नकारात्मक रूपमा नलिदिनु होला। म हिन्दू हो र सधैँ के भन्छ हिन्दू भएर जन्मेको होइन, अनि मलाई चाहिँ आफ्नो धर्म संस्कृति एकदमै मनपर्छ, तर मनपर्छ भन्दैमा चाहिँ गलत कुरालाई चाहिँ अपनाउन पनि मिल्दैन, गलत भनेको गलतै हो नि त। त्यस कारणले गर्दाखेरि मेरो भनेको हाम्रो हिन्दू संस्कार संस्कृति भनेको एकदमै राम्रो हो कि यसले लिएर जाने भने, तर कतिपय कुराहरू त्रुटि छ, गलत छ, त्यो चाहिँ तपाईँको हामीले सुधार्यो भने चाहिँ हाम्रो धर्म पनि एकदमै राम्रो छ। धन्यवाद।